हटायो हेलो गुड मर्निङ नमस्कार सबैजनालाई स्वागत छ सुमित्रा कृषि ब्लगमा। ल है साथीहरू हामी चाहिँ तिहार लागिसक्यो। अब रोटी बनाउने फिनी रोटी बनाउने पिठो मार्दैछौँ पिठो मुस्दैछौँ। हामी धेरैजनाले पिठो मुस्दैछौँ है। यतातिर देख्न सक्नुहुन्छ यतातिर हेर्नुहोस् है। तपाईँतिर फिनी रोटी भन्ने थाहा छैन भने यतातिर खाना आउनु होला दाङतिर। ठुलो गरेर खानु त्यहीमा काट्ने रहेछ नि त बनाउने देखेर भिडियो Kaya kung sa ginaman ko, हामी फिनरोटी बनाउँदैछौँ। गाइजहरू फिनरोटी बनाउने हेर्ने दर्शकहरू बस्नु भएको छ यहाँ दुईजना। ल हेर्नुहोस् यसरी पाक्दैछ हाम्रो रोटी। वाउ यस्तो राम्रो भएको छ हाम्रो रोटी। तपाईँहरूको कस्तो भएको छ साथीहरू? वाउ हामी सानो रहेछ नि अघिको पछाडिको रोटी यो झन् सानो उक्से खाइ झन् यो बाक्लो गराएर वाउ रोटी वाउ हाम्रो रोटी हेर्नुहोस् साथीहरू। फिनी रोटी यति मजाले पाकिरहेको छ फुलिरहेको छोरेको छ। पिठो सबै मुस्टियो तेल पुग्दैनन् कि क्या मेरो पनि आउ भएन। तपाईँहरू कस्तो छ? किचनमा दाल पकाउँदैछु। हाम्रो दुईवटा चुल्हा छ है साथीहरू। एउटा चुल्हामा चाहिँ खाना पकाउँदैछौँ, अर्को चुल्हा चाहिँ चलाएको छैन। यस्तो चुल्हा छ गाउँघरतिर। हामी चाहिँ तोरण बाट्न लाग्छौँ। दुईजना नन्द भाउजूले तोरण बाट्दै हुनुहुन्छ यहाँ। फुपू र मम्मीले यसरी बाट्नुपर्छ तोरण। अब राम्रोसँग बाटो तोरण बाट्नला हेर्न सक्नुहुन्छ तोरण बाट्ने मान्छेहरू। फुपूले कसै हेर्नु भएको यताबाट मम्मीले बाट्न सिकाइराख्नु भएको छ आफ्नो नातिलाई। पहिलोचोटि तोरण बाट्दैछ है। यो चाहिँ हाम्रो भदै केटो हो। यस्तो गर्छन् के डिस्टर्ब गर्छन् यिनीहरू त।
पुरण यो सक्छ यसलाई किन जुरो भुइँमा राखिदिएर खाना जो गोरले माता खान्छ खाना के